कति साथीहरूले मेसेज गरिरहेको छ कि अनलक टुल कसरी डाउनलोड गरिन्छ भनेर गर्छु भाइरस छिरिहाल्छ भन्छ। त्यही भएर म तपाईहरुलाई अनलक टुल कसरी डाउनलोड गर्ने भनेर सिकाउन गइरहेको छु। फर्स्टमा हामीले सेटिङ खोल्यो, त्यसपछि अपडेट एन्ड सिक्युरिटीमा जानुपर्छ, त्यसपछि विन्डोज सिक्युरिटीमा जानुपर्छ, त्यसपछि भाइरस इरेज एन्ड प्रोटेक्सन त्यसमा जानुपर्छ। फर्स्ट टाइम आउँछ। त्यसपछि हामीले हल्का स्क्रोल डाउन गर्यो, म्यानेज सेटिङमा खोल्यो, म्यानेज सेटिङलाई खोल्यो। त्यसपछि यो सब छ नि रियल टाइम प्रोटेक्सन, यो सब 3-4 वटा अप्सन हुन्छ, सबलाई अफ गरिदिनुपर्छ। मेरोमा अफै छ, तपाईहरु पनि अफ गरिहाल्नु होला। यसलाई काट्दियो, सेटिङलाई काट्यो। हामी ठ्याक्कै गुगल खोल्यो, क्रोम खोल्यो, यसमा हामीले गुगलमा गएर अनलक टुल टाइप गर्यो अनि क्लिक गर्नु होला। यहाँ पर्मिसन माग्छ, भेरिफाई माग्छ अनि भेरिफाई गर्नुपर्छ, त्यहाँ टिक लगाइदिनुपर्छ। यहाँ डाउनलोड लोड लेखेको छ, त्यहाँ क्लिक गर्नुपर्छ। त्यसपछि भेरिफाई फेरि लिन थाल्छ एकछिन। हल्का हामीले अपडेट नयाँ अपडेट भएको मात्र डाउनलोड गर्नु, जुन फर्स्ट टाइम शो गर्छ नि त हल्का स्क्रोल डाउन गर्नु, हल्का अझै गर्नु डाउनलोड, हल्का स्क्रोल डाउन अझै गर्नु। यहाँ छ तपाईको लिंक मिडिया फायर, लिंक मेगा, लिंक इन विन्डो। फर्स्ट टाइम आउँछ नि त्यही डाउनलोड गर्नु। हामीले मेगा भन्ने मेगा लिंकमा गयो, सेकेन्ड अप्सन चुज गर्यो, ठ्याक्कै डाउनलोडमा क्लिक गर्नु। मेरो च्यानलको तपाईहरुले सब्स्क्राइब गरिदिनु होला। तपाईहरु नयाँ भिडियो बनाएर म हाल्ने छु। तपाईहरुलाई जुन समस्या आउँछ त्यस कमेन्टमा राख्दिनु। म तपाईहरुलाई प्रत्येकको कमेन्टको भिडियो बनाएर म हाल्ने छु साथीहरु। त्यसको लागि मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु, लाइक गर्नु, बेल आइकनलाई क्लिक गर्नु कि नयाँ भिडियो बनाओस् कि तपाईहरुकोमा पुगोस्। हाम्रो अब माथि डाउनलोड भइसक्यो।